नमस्ते सबैजनालाई। आज हामी जामार्च जाँदैछौँ। जामार्च जाने बेलामा फलो गर्ने प्रिकसन्सहरू यहाँ लेखिएको रहेछ। जामार्च चाहिँ 4.3 समथिङ किलोमिटर रहेछ। जस काठमाडौँदेखि सर्ट ट्रेकको लागि चाहिँ ठिकै लाग्यो है मलाई। लगभग 2.5 आवर्स जति लाग्यो हामीलाई चाहिँ। सुरुमा चाहिँ ठाडो उकालो रहेछ यो बाटो आएको हामी, अनि त्यस पछाडि चाहिँ उसमाथि फेरि आर्मी चेकिङ हुँदो रहेछ। त्यहाँबाट चाहिँ अलि ठाडै रहेछ, ठिकै उकालो रहेछ। उकालो माथि चढ्ने तल झर्ने रहेछ। यो ठ्याक्क माथि पिच्चातिर पुगेपछि चाहिँ ठ्याक्क त्यहाँबाट पनि सबै काठमाडौँको दृश्यहरू राम्रो दृश्यहरू देख्न पाइदो रहेछ। र फाइनल्ली हामी जामार्चको इन्ड पोइन्टमा पुग्छौँ। इन्ड पोइन्ट चाहिँ यस्तो रहेछ। इन्ड पोइन्टबाट देखिने दृश्यहरू र त्यहाँ चाहिँ चटपटेहरू, जो शनिबारको दिन चाहिँ समोसा सबै चिजहरू